सबैलाई नमस्कार। मेरो 5औं ब्लगमा स्वागत गर्न चाहन्छु। आजको ब्लग चाहिँ मैले विद्यालयबाट सुरु गरे। यहाँ विद्यार्थीहरू मार्च पास्ट गर्दै आफ्नो कक्षामा जाँदै हुनुहुन्थ्यो। आज चाहिँ अस्तिको हप्ताको कबड्डी फाइनल थियो, जहाँ 4वटा सदनको विद्यार्थीहरू पहिलो, दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। आजको समय निकै रमाइलो गरी बित्यो। सबै विद्यार्थी भाइ बहिनीहरूले निकै जोस जागरका साथ प्रतिस्पर्धा गर्नुभयो। चेन बनाएर समाउने चेन एक हो कि एक मात्र हैन एक मात्र है बोनस पास लाग्छ पानी व्यवस्थापन गर्ने टिमहरूको सशक्त यस क्लबका उप अध्यक्ष श्री अरुण राईज्यूलाई यो स्टेजमा आएर आफ्नो अतिथिको आसन ग्रहण गर्दै हुनका लागि म हार्दिक अनुरोध गर्दछु। अन्ततः कक्षा 1 देखि 12 सम्मका 4वटै सदनका भाइ बहिनीहरूले कुनै न कुनै स्थान हासिल गर्न सफल हुनुभएको थियो। विजयी भाइ बहिनीहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो। बाँकी सम्पूर्ण विद्यार्थी साथीहरूले एउटा जोरदार ताली बजाइदिनु होला। तेस्रोलाई कोलाई दिनु भएको छ केटाहरू साह्रै राम्रो खेलेको यार सरहरू आउनुहोस् है सरहरू आउनुहोस्
मेरो ब्लगलाई मन पराइदिनु भएकोमा, च्यानललाई सब्स्क्राइब गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै माया र साथको अपेक्षा गर्दै अब 6औं ब्लगमा भेटौँला है त।